ल है योद्धा गाडी बागमती पर्दैछ गाडी रहेछ यार यसो ल अब यो बक्रेश्वर मन्दिरमा आएको जङ्गलको बिचमा रहेछ ल एउटा जिम्नी गाडी चाहिँ रहेछ है त्यो ल यार बाटो चाहिँ डेन्जर छ है बाटो चाहिँ डेन्जर बाटो त खतरा रहेछ नि यार म त नसक्ने रहेछ ल खै ल है हामी चाहिँ जङ्गलतिर आयो के मन्दिर यो मन्दिरको अब मात्र 1 मिनट भनेर लेखाएरै छु नि यहाँ ल यस्तो जङ्गलमा रहेछ यार बक्रेश्वर मन्दिर लेखेको यो ल यस्तो ठाउँमा है जङ्गलमा साथी यहाँ हाम्रो बादाहरू यहाँ झर्दैछ हामीले चाहिँ यो गाडी रिजर्भ लिएर आएको बन्दीपुरबाट यहाँ 2500 रुपियाँ यो चाहिँ बक्रेश्वर महादेव रहेछ डेन्जर रहेछ र समस्या चाहिँ यस्तो मन्दिर भएको ठाउँमा यहाँको स्थानीय सरकारलाई एउटा जानकारी गर्न चाहियो बाटो चाहिँ डेन्जर रहेछ यहाँ बाटो डेन्जर रहेछ मनोकामना मन्दिरबाट यहाँ यति हिँडेर आउँदा ल 1 घन्टाको बाटो थियो तर पनि यहाँको स्थानीयले सरकारलाई चाहिँ के भन्न चाहे भने अलिकति यति चाहिँ खर्च गरिदिनु होला बाटोको लागि किनभने भक्तजनहरूलाई सबैजनालाई सुविधै हुन्थ्यो हैन त यति चाहिँ गर्नु हुन्थ्यो भन्न चाहे यो त प्रख्यात ठाउँ हो नि अर्कै ढलान गरेर यसलाई चाहिँ बाटो बनाएर सहज आउने दर्शकहरूलाई सहज रूपले चाहिँ आवत जावत गर्ने बनाइदियो भने तब न यहाँको चाहिँ पहिचान हुन्छ त देश विकास हुने नि त्यसरी हो नि होइन सर यस्तो धार्मिक स्थलमा हेर्नुहोस् यस्तो यस्तो छन् तर बाटोको चाहिँ धेरै असहज देखेँ मैले यहाँ साथी म आज यता आएको छु मनोकामना मेरो घर ललितपुर हौ लाखे छिटो हौ ल जे होस् यस्तो ठाउँमा आइयो मेरो घर ललितपुर भए पनि मलाई पहाडभित्र हिँड्नै मनपर्छ साथी हो त्यसैले हिँडिरहेको हुन्छु यस्तो रहेछ यार यतातिर जङ्गलहरू भाइ मन्दिर अझै पुगेको छैन साथी यो भाउजूहरू हिँड्दै हुनुहुन्छ र अन्यथा नसोध्नु होला स्थानीय सरकारले म फेरि पनि विनम्र अनुरोध छ यो ठाउँमा चाहिँ मोडहरूमा चाहिँ ढलान गरिदिनु होला र यहाँको स्थानीय गाउँलेहरूले सहयोग गरिदिनु होला किनभने अलिकति बाटोको असुविधाको कारणले यस्ता प्राचीन मन्दिरहरू पनि दुर्लभ भएको कारण त्यसरी हुन्छन् अब हामी त आइयो त्यहाँबाट आयो 2500 भाडा ठिकै हो गाडीको धेरै कलत पिलरहरू जाने समस्याहरू देखिन्छ त्यही भएर स्थानीय सरकार गाउँले सबै मिलेर बरु हातेमालो 2-500 उठाएर अथवा के गरी हुन्छ यस्तो महत्त्वपूर्ण ठाउँलाई चाहिँ राम्रोसँग यहाँको स्थानीयहरू चाहिँ उ गर्नु होला भन्न चाहियो उ गर्नु त के नहुनु बिहान अलिकति राम्रोसँग ल यो चाहिँ बक्रेश्वर मन्दिर यो रहेछ यहाँ चाहिँ नित्य पूजा हुँदै रहेछ ल साथी हो यस्तो मन्दिर रहेछ यहाँ बाइकहरू गाडीहरू त्यहाँसम्म आउँछ तर साह्रै दुःख रहेछ विदेशीहरू नि आउँछ यहाँ तर के गर्नु स्थानीय सरकारले चाहिँ यसमा ध्यान जाओस् र यहाँ गाउँलेहरू पनि ध्यान जाओस् प्रसिद्ध धार्मिक स्थललाई चाहिँ अझै परपरसम्म राम्रोसँग चाहिँ पहिचान गर्दै जाओस् के अरे प्रचार गर्दै जाओस् भन्न चाहियो ल दुःखला बाटोको दुःख बन्दीपुर हेर्दाखेरि खासै टाढा छैन साथी हो यहाँ यही हो हिँडेर आउँदा 1 घन्टा योभन्दा पहिला नि म 71 सालतिर हिँडेर आएको हो 1 घन्टा लागेको थियो यहाँबाट माथि जङ्गलतिर भ्यू टावर पनि छ ल साथी अब धेरै लामो कुरा के गर्ने फेरि धेरै लामो भिडियो होला मैले यतिकै मेरो मगर बिबी भ्लगको लागि मैले आज गरेको छ साथीहरू लाइक शेयर सब्सक्राइब गरिदिनु होला यस्तो मेहनत गरेर आइरहेको हुन्छ म पनि
मेरो कारमा नि कति तेल खान्छ होला हजुरहरूले नि बुझिदिनु होला भन्दै ल यहाँ धोक्दैछ हाम्रो दाइ भन्दै मैले अब बिट मारेँ तलमाथि के हो माफ पाऊँ है साथी र जिन्दगी झोलेको नि एकपल्ट देखाइदिनु है त साथी